म त माछा हुँदैन सोयाबिन दाम दा त्यसो नहुनु माछा दामी खाँदा त्यो सोयाबिनले ओइल चाहिँ लास्टै खाने क्या फ्राई गर्दाखेरि यो फ्राई गरेर मात्रै मिठो हुन्छ नि त त्यो मिठो हुन्न म त्यो बनाउनु मलाई पनि हतपत तिम्रो अस्तिदेखि बनाउ भन्छ नि त अस्ति अस्ति जाँदा पेट लास्टै पोलेको थियो राख्छ क्या मेरो जिब्रो पोल्छ खानुपर्छ तर दुईवटा तिनवटा खानुहुन्न तर त्यसको लागि यसो आउँछ एउटा खाँदा के हुन्न तिन पिस तर रौँ चाहिँ यस्तो हुँदैन है रौँ चाहिँ मजाले क्रुङ क्रुङ खायो त्यो हड्डी कुकुरको हड्डी चपा जस्तो गरेर भ्याइन्छ होइन दुई पिस खाँदा भइसक्यो तर यो चाहिँ हेभी क्या चाम्रो क्या मिठो हुनु तर फेट सकिनलाई चाँदै गरेर होइन पछि हजुर माछा त हेप्पी भएर हड्डी छैन नि छैन केही छैन भाइ भर्खर कति आयो यार नगयो चलाउने हो जाडो भयो अनि बाहिर बसेको हावा चल्यो अनि ज्याकेट लगाएर बसेको कफी ल्याएर बसेको 3 चोटि कफी मैले त अब फेरि यो सन्डे फेरि मेरो छुट्टी हो माछा लास्ट हेपेर आयो एकदम नै यार चाम्रो एकदम हेभी न चाम्रो सेम के यसमा के नपुग्यो दाइ बनाउनु होइन सेम कोदो रोटी लामो चाम्रो हो राइट त्यस्तो के तपाईँ कोदो रोटी खानुहुन्छ पाँचजना बढी भयो होला हौ 5 जना नगर्नु बनर भइसक्यो कि तपाईँ यस्तो गर्दा त यता त बनर भइरहेको तिमी गर्दै नि त्यसरी उयो रियलर गर्दै होइन त्यहाँ नजिक जाँदापछि बनर भइहाल्यो यो ठ्याक्क माछा जस्तो फोकस भनेको त्यो फोकस है माछालाई फोकस गरेर क्या यस्तो अटोमेटिक यस्तो हानिन्छ कि क्यामेरा त बब्बा रोगो एउटा साथीहरू हाँसेर यो ल्याउँ त्यो ल्याउँ होइन पानी हे इतना हो गया पैसा ये है भनेर कस्तो मजाले कुरा गरे के लास्ट नसक्नु त खानु इनपाउने त बाई बाई ल त साथीहरू आजको लागि यति नै भलकै अब आजको अब स्पेसल त्यति खानु अब हाम्रो दाइले अब एकदम फिस एकदम किङ फिसर चाहिँ मजाले फ्राई गरेर अनि त्यसै अब हाम्रो घरतिर चाहिँ यो त सोयाबिन भन्छ के भन्नुहुन्छ अरे मसौरा मसौरा ल यस्तो लाइक पनि गर्नु पर्यो साथीहरू यस्तो लाइक बात छ तिमीलाई लेख ओहो आशीर्वाद छ मेरो आशीर्वाद ले दाइको आशीर्वाद लाग्यो है मलाई 100 वर्षको ल बाई गुड नाइट गुड नाइट ल फेरि भेटौँ ल